आज परेका छन् सम्पत्ति शुद्धिकरण विभागको फेलामा। पटक पटक अर्थमन्त्री बनेका विष्णु पौडेल आजभन्दा 20-30 वर्ष अघिसम्म यो देशका सुकुम्बासी थिए। पत्याउनुहुन्छ? तपाईलाई यो कुरा पत्यार नलाग्न सक्छ, तर वास्तविकता यही हो र यसको यथार्थ प्रमाणहरू सहित तपाई समक्षमा उपस्थित छु। त्यस बेलाका सुकुम्बासी विष्णु पौडेल बिना कुनै रोजगारी, बिना कुनै व्यवसाय आज कसरी अरबौंका मालिक छन्? विष्णु पौडेलको देखिने र नदेखिने सम्पत्ति के कति छ आजसम्म कसैलाई थाहा छैन। तर यसको उत्तर अब सम्पत्ति शुद्धिकरण विभागले केस्रा गरी केलाउनेछ। उनी 50 सालसम्म वा भनौं प्रजातन्त्र आइसकेपछि पनि सुकुम्बासी नै थिए। उनको नाममा जग्गा थिएन, घरका नाममा एउटा छाप्रो थियो। आजको दिनमा उनको आलिशान महल कस्तो छ यो पनि हेर्नुहोस्। अर्थमन्त्री पौडेलले कसरी यति धेरै सम्पत्ति जोडे त भन्ने कुरामा आजका मितिसम्म अनुसन्धान भएको थिएन, अर्थात् अनुसन्धान हुन दिइएन। अनुसन्धान गर्ने ठाउँमा आफै भएपछि कसरी अनुसन्धान हुन्थ्यो र? तर आज समय बदलिएको छ। अनुसन्धान गर्ने सरकारको तालाचाबी बालेन शाहको हातमा छ र विष्णु पौडेलहरू अनुसन्धानमा तानिने पात्रका रूपमा तयार हुनु परेको छ। अब विष्णु पौडेलको मुख्य प्रसंगमा जाउँ है त। विक्रमसम्म 2076 सालमा नेपाल म्यागजिनले एउटा कभर स्टोरी प्रकाशित गरेको थियो जसको शीर्षक थियो नेकपा केही त बोल। त्यति बेला नेकपा एमाले र माओवादी पार्टी एकता गरेर नेकपा बनेको थियो। यसकारण नेकपा केही त बोल यो नेपाल म्यागजिनले तयार पारेको कभर स्टोरीको हेडलाइन थियो। यो